यूहन्नालाई भएको प्रकाश अध्याय 21। नयाँ यरुशलेम। तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए। समुद्र त अब छँदै थिएन। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिंगारिएर तयार पारिराखेकी अर्थात् पवित्र शहर नयाँ यरुशलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीडा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, हेर, म सबै कुरा नयाँ तुल्याउँछु। उहाँले यसो पनि भन्नुभयो, यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्। उहाँले मलाई भन्नुभयो, अब सिद्धियो, म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फोहराबाट म सित्तैमा दिनेछु। जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ र म त्यसका परमेश्वर हुनेछु र त्यो चाहिँ मेरो छोरो हुनेछ। तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्ति पूजकहरू र झुटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो। तब ती 7 अन्तिम विपत्तिले भरिएका 7 कचौरा हुने 7 स्वर्गदूतहरू मध्ये एकजना आएर मलाई यसो भने, आऊ, म तिमीलाई थोमाकी पत्नी, उहाँकी दुलही देखाउने छु। तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र शहर यरुशलेम मलाई देखाए। त्यसमा परमेश्वरको महिमा थियो र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लोर स्फटिक जस्तो चहकिलो थियो। त्यसको वरिपरि ठूलो र अल्को पर्खाल थियो र त्यसमा 12 ढोका थिए। ढोकाहरूमा 12 स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका 12 कुलका नाउँ लेखिएका थिए। पूर्वमा 3 ढोकाहरू, उत्तरमा 3, दक्षिणमा 3 र पश्चिममा 3 ढोकाहरू थिए। शहरको पर्खालका 12 जग थिए। तीमाथि थुमाका 12 प्रेरितहरूका 12 नाउँ लेखिएका थिए। शहर र त्यसका ढोकाहरू र पर्खाल नाप्नलाई मसँग बोल्नेसँग एउटा सुनको नाप्ने टाँगो थियो। त्यो शहर वर्गाकार थियो। त्यसको चौडाई र लम्बाई समान थियो। तिनले त्यस टाँगोले नाप्दा त्यो शहर 2400 किलोमिटर थियो। त्यसको लम्बाई, चौडाई र उचाइ बराबर थियो। स्वर्गदूतले त्यसको पर्खाल पनि नापे र मानिसले चलाएको नाप अनुसार त्यो 65 मिटर थियो। त्यो पर्खाल बिल्लोरले बनेको थियो र शहर चाहिँ निखुर सुनले बनेको थियो र सफा काँच जस्तै त्यो चम्कन्थ्यो। पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्नहरूले जडिएका थिए। पहिलो जग बिल्लोरको, दोस्रो नीर, तेस्रो हरित रत्न, चौथो पन्ना, 5औं आनिक्स, 6औं लालमणि, 7औं पीतमणि, 8औं बेरुज, 9औं पुष्पराज, 10औं लसुने, 11औं नीलमणि र 12औं कटेलाको थियो। ती 12 ढोका चाहिँ 12 मोतीका थिए। प्रत्येक ढोका मोतीको थियो। त्यस शहरको सडक चहकिलो सिसा जस्तै निखुर सुनको थियो। मैले त्यस शहरमा कुनै मन्दिर देखिन, किनकि त्यहाँको मन्दिर स्वयं परमेश्वर सर्वशक्तिमान र धुमा नै हुनुहुन्छ। त्यो शहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्ती चाहिँ धुमा आफै हुनुहुन्छ। त्यहाँकै उज्यालोमा जाति जातिहरू हिँडडुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्। दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुने छैनन् र त्यहाँ रात नै हुने छैन। तिनीहरूले जाति जातिहरूका वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्। तर धुमाका जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू बाहेक कुनै अशुद्ध कुरा
घृणित काम गर्ने र झुट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्ने छैन।